नमस्कार, द टाइमलाइनको यो नयाँ भिडियोमा यहाँलाई स्वागत छ। आज हामी फागु पूर्णे अथवा होलीको बारेमा जानकारीमूलक भिडियो लिएर आएका छौँ। नेपाल कला र संस्कृतिले भरिएको देश हो, जहाँ विभिन्न चाडपर्व मनाउने गरिन्छ। तीमध्ये होली पनि एक हो, जसले नेपाली संस्कृतिलाई झल्काउने गर्दछ। यस वर्षको होली अर्थात् फागु पूर्णिमा पहाडी भेगमा फागुन 29 गते र तराई भेगमा भने चैत्र 1 गते मनाइँदैछ। असत्यमाथि सत्यको जित र हर्षका रूपमा अनि वसन्त ऋतुको उमङ्गमा मनाइने यो पर्वलाई विभिन्न स्थान र परिवेश विशेषमा फरक फरक नामले चिनिन्छ। पहाडमा फागु भनिने गरिन्छ भने तराईमा यसलाई होली पर्वको नामले चिनिन्छ। अन्य चाडपर्व जस्तै होलीको पनि आफ्नै विशेषता छ। हरेक ठाउँमा आफ्नै तरिकाले होली पर्व मनाइन्छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय भने सभ्य बन्न थालेको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम अहिले भने बन्द हुँदै गएको छ। पहिला फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहोर पानी छ्याप्ने विकृति बढेको थियो। लोलामा पानी भरेर 1 हप्तादेखि नै छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो। पछिल्ला वर्षमा भने यस्तो प्रवृत्ति हटेर गएको छ। यस वर्ष काठमाडौँ उपत्यकामा प्रहरीले होलीमा हुन सक्ने दुर्घटनालाई ध्यानमा राखी सुरक्षा व्यवस्था पनि छनकडा बनाएको छ। विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिएका छन्। आज हामी यही पर्व फागु अर्थात् होली पर्वको इतिहास र महत्त्वको बारेमा चर्चा गर्नेछौँ। होली पर्व मनाउने वैदिक र पौराणिक मत दुवै चलन चल्तीमा छन्। वैदिक कालमा यो पर्व नवान्नेष्टि नामले चिनिन्थ्यो। नेपालको तराई क्षेत्रमा यो दिन खेतमा पाक्दै गरेका अधकल्चा अन्नहरू होलिका उडाउन तयार पारिएको अग्निमा अर्पण गरी प्रसाद स्वरूप खाने चलन चलाइएको देखिन्छ, जसलाई भन्ने गरिन्छ ओहरा। यसरी पूर्ण रूपमा नपाकेको अन्नलाई होला भनिन्छ। नयाँ अन्न होला अग्निलाई अर्पण गरी मनाइने भएकोले यो पर्व होलिकोत्सव हुन पुगेको हो। प्राचीन संस्कृत साहित्यमा होलीको वर्णन गरिएको छ। श्रीमद् भागवत पुराणमा रसको समूहद्वारा रासको वर्णन, भगवान कृष्णको लीलाहरूमा होलीको वर्णन, रङ्ग उत्सवको वर्णन, कालिदासको कुमार सम्भवम तथा मालविकाग्नि मित्रम ऋतु संहारमा एउटा सर्ग नै वसन्तोत्सव भनेर वर्णित भेटिन्छ। सनातन हिन्दू ग्रन्थमा देवी देवताको मदन, राधा कृष्णको मदन, राम सीताको मदन, उमा महेश्वरको मदन आदि अनेक प्रसङ्ग मिसाएर वर्णन गरिएको छ भने त्यही फागु प्रहलाद, हिरण्यकशिपु, आगोमा भस्म नहुने होलिकाको कथामा प्रहलादको अर्थ आनन्द हुन पुग्छ। रिस र उत्पीडनको प्रतीक होलिका वा बाल्ने दाउरा बाल्दा प्रेम र उल्लासको प्रतीक प्रहलाद वा आनन्द अछुन रहन गएको देखाएको छ। होली पर्व प्राचीन भए पनि यसको स्वरूप र उद्देश्य समयसँग बदलिँदै गएको छ। प्राचीन कालमा यो पर्व विवाहित महिलाहरूद्वारा परिवारको सुख समृद्धिको लागि खेलिन्थ्यो र पूर्ण चन्द्रको पूजा गरिने चलन थियो, कारण चन्द्रमा यही दिन जन्मिएका थिए। होलिका दहन गर्ने दिन सार्वजनिक स्थल या घरको छेउमा झण्डा या डन्डा गाडी होलिका अग्निको लागि दाउरा जुटाई अन्न डढाइने चलन थियो। कंसको निर्देशनमा राक्षसनी पुतना श्रीकृष्णलाई मार्न जाँदा उसले श्रीकृष्णलाई विषपूर्ण दुग्धपान गराई। बालक श्रीकृष्णले उसको दूध चुस्दै उमरे र उसको शरीर पनि लुप्त भयो। नन्दगाउँ वा मथुरावासीले पुतनाको पुतला बनाई दहन गरेपछि मथुरामा होली मनाउन थालिएको प्रसङ्ग जोडिएको पाइन्छ भने पार्वतीलाई मद्दत गर्न आएका कामदेव भगवान शिवको तपस्या भङ्ग गर्दा शिवजीको क्रोधबाट भस्म हुन पुगेपछि शिवलाई शान्त गर्न शिव र पार्वती बीच बिहे गराइएको थियो। कृष्णले गोपिनीको वस्त्र हरण गरेको, विष्णु भक्त प्रहलादलाई मार्न हिरण्यकशिपुले आफ्नी बहिनी होलिकालाई आगोमा हुमाएको जस्ता पक्षसँग पनि यो पर्वलाई जोडिएको छ। फागु पूर्णिमा अर्थात् मदनोत्सव वायु पुराण, भविष्य पुराण र महाभारतमा उल्लेखित पर्व हो। महर्षि नारदको सल्लाहमा तत्कालीन राजा युधिष्ठिरले आफ्ना राज्यमा भएका सम्पूर्ण कैदीहरूलाई उनीहरूका बाँकी सम्पूर्ण कसुर माफ गरी आजैको दिन अभय दान दिएका थिए। त्यही अभय दान पाएको बेलादेखि फागु पर्व रङ्ग खेलेर उन्मुक्त भावनामा मनाइने चलन चलेर गएको हो पनि भनिएको भेटिन्छ।
जेसुकै भए तापनि विभिन्न 4 युग सत्य, त्रेता, द्वापर, कलिमा होली विभिन्न किसिमले बेग्ला बेग्लै नामले मनाइदै आएको पाइन्छ। यो पर्व वसन्त ऋतुको सन्देशवाहक पर्व भएकोले संगीत र रंग यसको प्रमुख अंग हो। फागुन महिनामा मनाइएकोले फाल्गुनी हुँदै फागु भनिएको हो। यो पर्व नेपालमा वसन्त पञ्चमीमा वसन्त श्रवण गरिसकेपछि शास्त्रीय रूपमा सुरु भएको मानिन्छ। अग्निको वासनात्मक आकर्षणलाई प्रतीकात्मक रूपमा जलाएर साँचो प्रेमको विजय हुन पुगेको खुसियालीमा विजयोत्सवको रूपमा यो पर्व मनाउन थालिएको प्रसंग पनि कतै कतै उल्लेख गरिएको देखिन्छ। भने मनुस्मृति अनुसार यसै दिन मनु जन्मिएको तथा ती मनु नै यस पृथ्वीका पहिलो मानव हुन पुगेको हुँदा यसलाई पृथ्वीमा मानव वंशको उत्पत्ति भएको दिन मानेर यो उल्लास पर्व मनाउन थालेको बुझिन्छ। यसै दिन भगवान विष्णुको नर नारायण स्वरूपको जन्म भएको थियो भनेर भगवान विष्णुको 24 अवतार मध्ये चौथो अवतार मानी यसैको खुसियालीमा फागु मनाइएको उल्लेख पनि पाइन्छ। होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व पनि हो। इतिहासकारहरूका अनुसार यस पर्वको प्राचीन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ। नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपिहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ। भारतमा पर्ने विन्ध्य क्षेत्रको रामगढ भन्ने स्थानमा स्थित ईसापूर्व 300 वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख भएको पाइन्छ। होलीले वसन्त ऋतुको आगमनको पनि शंखघोष गर्दछ। होली रंगको चाड भएकोले होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रंग हालेर एक अर्कालाई रंगीन बनाउँछन्। होली खेल्ने दिन भन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ। राति होलिका दहन गरिसकेपछि बिहान पानीमा रंग खोलेर एक अर्कामाथि फाल्ने चलन छ। साना साना बालबालिकादेखि वृद्ध वृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन्। युवा युवतीहरू गीत गाउँदै नाच्दै होली खेल्छन्। भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर दुश्मनी बिर्सेर मान्छे एक अर्कासित एक अद्वितीय सम्बन्ध स्थापित गर्दछन्। यस पर्वलाई फाल्गुन पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुवा पनि भनिन्छ। होली पर्व घर परिवार साथीभाइ आपसमा रंगमा रंगिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी युवा युवती तथा प्रौढहरूका हुल तथा जत्थाहरू हातमा रंग र रंगीन खोल पदार्थ लिएर गाउँदै बजाउँदै रमाइलो र होहल्ला गर्दै आपसी ऋषिबिलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रंगीन पर्वको रूपमा लिइन्छ। हरेक पर्वसँग गाँसिएको इतिहास, सभ्यता र पौराणिकताको गहिराई आत्मसात गर्न सके मात्र हाम्रो अद्वितीय संस्कृतिको मौलिकता जोगाउन सकिन्छ। समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस्। होली पर्वको अवसरमा समस्त नेपाली जनमा रंगहरूको पर्व होलीको हार्दिक शुभकामना।